माई न्यू ब्लग। साथीहरू यहाँलाई सधैँ चाहिँ खाली खानेकुराको ब्लग देखाउँदै वाक्क भइसक्नु भएको होला। आज म यहाँलाई अलिक डिफ्रेन्ट अलिक फरक खालको ब्लग लिएर आइरहेको छु। आज हामी होली विशेष मनाउन जाँदैछौँ हामी परिवार। सर्वप्रथम चाहिँ यहाँहरू सबैजनालाई जहाँ बस्नु भएको छ देश नेपाल विदेश जहाँ जहाँ हुनुहुन्छ होली जसले मनाउनुहुन्छ फागु पूर्णिमा सबैजनालाई मेरो र मेरो परिवारको तर्फबाट यहाँहरू सबैलाई ह्याप्पी होली। अनि यहाँलाई आज हामी जहाँ जहाँ जान्छौँ हामी छौँ 5 जना गाडीमा लगभग 6 जना छौँ जहाँ जहाँ जान्छौँ त्यही यहाँलाई लग्दैछौँ र यहाँहरू पनि आज अलिक फ्रेस खालको भिडियो हेरेर लगेर यहाँहरू इन्जोय गर्नुहुन्छ। फर्स्टमा हामी करिश्मा दिजुकोमा त्यसपछि पूजा शर्माको ट्यागमा त्यसपछि हाम्रै हरियाली फुड कोर्टमा हाम्रो साथीभाइ हामी रमाइलो गर्दैछौँ। यहाँहरूले पनि हामी सँगसँगै रमाइलो गर्नुहुनेछ। आज हामीलाई साथ दिनु होला, मेरो युट्युब च्यानललाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, कस्तो लाग्छ भन्नु होला। र यहाँ सबैजनालाई गाइज ह्याप्पी होली भनौँ त। सधैँ भान्जीले खिच्नुहुन्थ्यो, आज चाहिँ भाइ ईश्वर खिच्दै हुनुहुन्छ। हामी सबैजना जाँदैछौँ होली मनाउन। ल गाइज होली राम्रोसँग मनाउनु होला। ह्याप्पी होली। अनि आज रेवाको प्लान चाहिँ के छ त? मेरो प्लान चाहिँ त्यस्तो खासै केही छैन। अनि यो पिचकारी खेल्ने हो, त्यो वाटर बलुनहरूसँग के हुन्छ र पानी राख्ने त्यो वाटर बलुनमा। अनि त्यसपछि जोजोले हान्ने हो हान्ने। अनि त्यसपछि रमाइलो गर्ने रङ लाएर। हामी पहिला यति रमाइलो गर्थ्यौँ बाबु, यति रमाइलो गर्थ्यौँ है। मेरो अब बिहा हुनुभन्दा अगाडि त हामी त 15 ठाउँ भ्याउँथ्यौँ कि। अब यो टेलिभिजनदेखि लिएर धेरै ठाउँमा बोलाउने नि त। अनि फिल्मको प्रमोसन अब फिल्महरू रिलिज हुन्थ्यो होइन, फिल्मको प्रमोसन हुन्थ्यो। अनि त्यो प्रमोसनको लागि पनि खुब हिँड्ने, यति रमाइलो गरिन्थ्यो, यति रमाइलो गरिन्थ्यो। यो हामी लगभग 2-3 वर्ष भयो होला, त्यति धेरै काहीँ पनि नजाने, एक ठाउँमा बसेर मात्रै मनाउने गरेर चाहिँ 2-3 वर्ष भयो होला। अब पहिला त हामी कहाँ पनि बहिनीहरू दुवैजना भाइ सबैजना कसैको पनि बिहा भएको थिएन नि त, परिवार पनि टन्नै हुन्थ्यो। अब अहिले सबै आफ्नो ठाउँमा आफू सेटल भएर काम गरिरहनु भएको छ। जे होस् होलीको दिन जहाँ बसेर पनि रमाइलो चाहिँ रमाइलो गर्छौँ, कोही तरिका मात्रै फरक हो। कहिले धेरै घुमेर रमाइलो गर्छौँ, कहिले चाहिँ एकै ठाउँमा एउटैमा बसेर रमाइलो गर्छौँ। त्यसो होली चाहिँ मलाई मनपर्छ, एउटा कलरको होली भन्छ होइन, रङको होली। एउटा माया साटो गर्ने, रमाइलो गर्ने, सुख दुःखको गफगाफ गर्ने होइन, खाने रमाइलो गर्ने। हामी त सधैँ मनाइरहेको छौँ होइन भान्जी होली त, सधैँ रमाइलो तरिकाले नै मनाइरहेको छौँ, रमाइलो छ। अनि हामी अहिले कहाँ आइपुग्यौँ थाहा छ? गोदावरी जाने वेमा छौँ। अब हामी लगभग 15-20 मिनटमा करिश्मा दिदी पुग्छौँ। अब करिश्मा दिदी मलाई कस्तो मनैदेखि कस्तो थ्याङ्क यू भन्नु मन लाग्छ कि उहाँले हरेक वर्ष होली चाहिँ यस्तो राम्रो सेलिब्रेसन गर्नुहुन्छ। सबैजना आफ्नो साथीभाइ परिवार सबैजनालाई बोलाएर हामीलाई इन्भाइट गरेर होइन, हामीलाई पनि एउटा राम्रो ठाउँ भयो नि त होली रमाइलो गर्नको लागि, सेलिब्रेसन गर्नको लागि। अनि उहाँले एकदम मनैदेखि खुसियाली साट्नुहुन्छ, सबैलाई साथीभाइलाई बोलाएर रमाइलो गर्नुहुन्छ। दिदीको मन एकदमै ठुलो छ, उहाँको मन एकदम ठुलो छ, सबैलाई सपोर्ट गरौँ माया गरौँ भन्ने नै हुनुहुन्छ। हामी त प्रायः करिश्मा दिदीको बर्थडेमा नि पुगिरहेको हुन्छौँ, होलीमा नि पुगिरहेको हुन्छौँ, अनि छोरीको बर्थडेमा नि पुगिरहेको हुन्छौँ। आज त फेरि होलीको दिन विनोद दाईको बर्थडे पनि हो, अहिले भर्खरै सम्झेँ मैले, बिर्सिरहेको थिएँ। चक्लेट किने पनि थियो अघि, बोकेर हिँड्न चाहिँ बिर्स्यो, अब त एक ठाउँ लिनुपर्छ। अनि विनोद दाईलाई पनि ह्याप्पी बर्थडे दाई भन्न चाहन्छु। त्यही हो, दिदी एकदम रमाइलो गर्नुपर्ने मान्छे, एकदमै मन असाध्यै सफा छ क्या दिदीको मन चाहिँ एकदम सफा छ। दिदीलाई अझै फ्युचरको लागि र अझै आगामी दिनको लागि सुस्वास्थ्य दीर्घायुको लागि शुभकामना भन्न चाहन्छु। हामीलाई यसरी सधैँ नै माया गर्नु होला, बोलाउनु होला, खुवाइरहनु होला। हामी पार्किङबाट निक्ल्यौँ, अब हामी एउटा करिश्मा दिदीकोमा जाँदैछौँ। हेलो के गर्दै अब कहाँ जानु? एउटा चक्लेट दिउँ भनेर हो, मार्टमा छिर्दैछौँ। अच्छा बर्थडेको लागि होइन, अब त्यसो विनोद दाईलाई चक्लेट दिन हात खाली गर्नु भएन नि भनेर।
पूजाहरूबाट निक्लिसकेका छौँ। हामी एकैछिन पूजाकोमा ट्याग झम्सीखेल ट्यागमा छिरेर अनि हामी हाम्रै वासस्थान हरियालीमा रेनुहरू कुरिरहनु भएको छ, पुरा अङ्कलहरू सरोज अङ्कलहरू वेट गरिरहनु भएको छ हामीलाई होली खेल्नलाई। अनि हामी आफ्नै ठाउँमा पुग्दैछौँ हरियाली फुड कोर्टमा। हामी चाहिँ पूजा शर्माको ट्याग स्पोर्ट्समा आइसकेका छौँ। अब हाम्रो गाउँमा होली खेल्ने हामी चाहिँ अहिले कहाँ छौँ गेस गर्नुहोस् त। हामी अहिले पूजा शर्माको ट्याग स्पोर्ट्समा छौँ, होली खेल्न आइरहेछौँ। एकदम रमाइलो भइरहेछ। एउटा होलीमा दिदी आइदिनु भएको, अब दिदीले जहाँ बोलाउँछ त्यही जानै पर्छ। आउँछु दिदीले बोलाएको पर्छ। जहिले पनि माया भनेको गिभ एन्ड टेक हुन्छ, कहिले पनि वान साइडेड मात्र हुँदैन। उहाँ भिराज कुरिरहनु भएको छ हरियालीमा। ए हो त्यहाँ जाने अहिले घरमा अब रमाइलो छ उता हरियाली। फाइनली हाम्रो ठाउँ हरियाली फुड कोर्ट चतुर्गलमा आइसकेका छौँ। अब हाम्रो लास्ट हो। यहाँ चाहिँ हाम्रो परिवार छिमेकी साथीभाइ सबैजना मेरो ठाउँमा हामी रमाइलो गर्दैछौँ। हेर्नु होला। होइन अघि नैदेखि के ल्याउन है हाम्रो के गर्ने सबै साथीहरूले बोलाउँछ। रेजिना उप्रेतीको युट्युब च्यानलमा पौडेल परिवारलाई स्वागत छ। होली त हो रे, तर विशेष चाहिँ हाम्रो अङ्कलको कति रङ 26औं एनिभर्सरी पनि अङ्कलले हामी सबैजनालाई अङ्कलको तर्फबाट गिफ्ट दिनुभएको छ। ह्याप्पी एनिभर्सरी। थ्याङ्क यू गुड लुकिङ सधैँ हामी देखिरहेको आगामी दिनमा पनि हामी यस्तै देखिरहन पाऊँ अङ्कललाई। एकदमै हेल्दी, एकदमै खुसी होइन। अङ्कललाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। पौडेल परिवार सराय होइदिन्छ केक पनि काट्छौँ गाइस। Happy anniversary!
गाइज रमाइलो गर्दा गर्दै भ्लग इन्ड गर्न पनि बिर्सिएछ। त्यसपछि हामी सबैजनासँग छुट्टिएर घर आयौँ र त्यति पनि रमाइलो गर्न नपुगेर अझै घरमा आएर पनि बुढाबुढी नाच्दैछौँ यो अझै। अब चाहिँ हामी बिदा हुने बेला आइसकेछ गाइज। हाम्रो युट्युब च्यानललाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सधैँ जस्तो माया गरिदिनु होला भन्दै म सबैजनासँग यो होलीको कार्यक्रमबाट म छुट्टिन्छु। सबैजनालाई स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै टाटा बाई बाई गर्न चाहन्छु।